फेसबुकले अनि युट्युबले कहिलेबाट पैसा दिन्छ होला त भन्ने तपाईँको मनमा कुरा चलिरहेको छ। कहिलेबाट हामीले पैसा कमाउँछौँ, हामी के भयो भने मात्रै पैसा कमाउन सुरु गर्छौँ भन्ने कुरा तपाईँको मनमा कन्फ्युज छ भने यो भिडियो तपाईँको लागि हो। आज तपाईँलाई हामीले फेसबुक र युट्युबले कहिले कहिले पैसा दिन्छ अथवा हामीले के कुरा पुरा गर्नुपर्छ त्यसपछि मात्रै हाम्रो पैसा सुरु हुन्छ भन्ने बारेमा तपाईँलाई बताउन गएका छौँ। आशा छ तपाईँले यो भिडियो अन्तिमसम्म हेर्नुहुनेछ र पक्कै पनि तपाईँको मनको जिज्ञासा तपाईँलाई हामीले पूरा गर्ने प्रयास गर्नेछौँ। अब लागौँ आजको भिडियोतर्फ है। सबैभन्दा पहिला तपाईँलाई हामीले फेसबुकको बारेमा बताउँछौँ। यहाँनिर चाहिँ क्राइटेरिया तपाईँले देख्न सक्नुहुन्छ। फेसबुकमा क्राइटेरिया भनेको पहिला के थियो त भन्दाखेरि 10K फलोवर्स, मिनिमम पनि 10,000 फलोवर्स हुनुपर्ने र 60,000 घण्टा चाहिँ वाच टाइम हुनुपर्ने है, यो कुरा थियो भने अहिलेको कन्टेक्स्टमा फेसबुकले नयाँ खालको सिस्टम लिएको छ, अर्थात् सिस्टम नै छैन भन्दा पनि हुन्छ। अहिले तपाईँले हेर्न सक्नुहुन्छ नो क्राइटेरिया फर फलोवर्स है, फलोवर्स यति नै हुनुपर्छ भन्ने कहीँ पनि छैन र वाच टाइमको लागि पनि कति आवर हेर्ने कति के गर्ने भन्ने पनि कुनै पनि त्यस्तो क्लियर हिसाब छैन। त्यसैले अहिलेको कन्डिसनमा तपाईँले हेर्न सक्नुहुन्छ फेसबुकले स्पेसली कुनै पनि क्राइटेरिया दिएको छैन, अर्थात् क्राइटेरिया यति नै हो भन्ने कुरा पब्लिकली भनेको पनि छैन। त्यसैले फर्मल्ली हामीले अहिले हेरौँ भने फेसबुकले के गरिरहेको छ त भन्दाखेरि तपाईँले क्राइटेरिया देख्न सक्नुहुन्छ 5K फलोवर्स। नर्मल्ली के गरेको छ भन्दाखेरि 5K फलोवर्स धेरै जसो चाहिँ 5,000 फलोवर्स भएपछि दिएको छ र कतिपय अवस्थामा त 1,000, 1200, 1400, 1500मा पनि कन्टेन्ट मोनेटाइजेसन दिइरहेको छ। र यसै अहिले नर्मल्ली एकदमै तपाईँ ओरिजिनल कन्टेन्ट तपाईँले गराइरहनु भएको छ र तपाईँको फेस देखाएर काम गर्नुभएको छ भने फेसबुकले सजिलोसँग कन्टेन्ट मोनेटाइजेसन अर्थात् पैसा कमाउने माध्यम दिएको छ। त्यसैले अहिले पनि तपाईँले यदि तपाईँसँग कन्टेन्ट तपाईँसँग छ, तपाईँले भिडियोहरू टेक्स्टहरू तपाईँले अपलोड गर्न सक्नुहुन्छ भने तपाईँले पैसा कमाउने यो राम्रो माध्यम हो, अर्थात् राम्रो मौका हो र एकपटक मोनेटाइज भएपछि पछि फेरि खोज्दैन। त्यसैले तपाईँले अहिले जति फलोवर्स हुनुहुन्छ, जतिजना साथी हुनुहुन्छ, सबैभन्दा पहिला तपाईँलाई प्रोफेसनल मोडलाई अन गरेर तपाईँले पैसा कमाउन सक्नुहुन्छ। यो कुरा तपाईँको लागि बताइरहेका छौँ है। अब अहिले तपाईँले कसरी कमाउन सक्नुहुन्छ भन्दा कुन कुन टुल्सबाट तपाईँले फेसबुकमा पैसा कमाउन सक्नुहुन्छ त भन्दा टुल्स टु अर्न मनीमा तपाईँले देख्न सक्नुहुन्छ एउटा रिल्स छ। रिल्स भनेको भिडियोलाई रिल्स भन्छ, अहिले भिडियो अथवा रिल्स भन्न सक्नुहुन्छ तपाईँले। त्यस्तै गरी तपाईँले फोटो पनि यहाँनिर अपलोड गर्न सक्नुहुन्छ, टेक्स्ट अथवा स्टाटस पनि तपाईँ राख्न सक्नुहुन्छ र स्टोरीबाट, यो चारवटा माध्यमबाट तपाईँले मस्त पैसा कमाउन सक्नुहुन्छ। र पैसा कमाउने मोनेटाइजेसन टुल्सहरूमा अरू टुल्सहरू भनेको यो चिज भनेको तपाईँले अपलोड गर्न सक्नुभयो। अब सबभन्दा खास यहाँ पैसा कमाउनु भनेको कन्टेन्ट मोनेटाइजेसन है। यहाँ स्टारबाट पनि कमाउनु मिल्छ, ब्रान्डबाट पनि कमाउनु मिल्छ। सबैभन्दा सजिलो तपाईँ हाम्रो लागि भनेको रिल्स, फोटो, टेक्स्ट अनि स्टोरी। तपाईँ रेगुलर रूपमा काम गर्नुहोस्, तपाईँको फेस देखाएर फेसबुकमा काम गर्नुभयो भने तपाईँले मजाले पैसा कमाउन सक्नुहुन्छ र यहाँ कुनै पनि खालको क्राइटेरिया छैन अहिलेको लागि है। जुन पहिला थियो अहिले तपाईँको 2-3 हजारमा पनि दिएको छ, कसैलाई कसैको 10,000 पनि भएर दिएको छैन। के भन्दा एकदमै ओरिजिनल कन्टेन्टलाई यसले फोकस गरिरहेको छ। त्यसैले फेसबुकमा तपाईँले पैसा कमाउनु मन छ भने तपाईँ मस्त यो चारवटा कुराहरू अपलोड गर्दै जानुहोस् है त। अब तपाईँलाई हामीले बताउन गएका छौँ युट्युबको बारेमा है त। युट्युबको के छ त फेरि, आज एउटै भिडियोमा तपाईँलाई हामीले फेसबुक र युट्युबको बारेमा बताउने जबरको गरिरहेका छौँ। जरा फेसबुकको बारेमा तपाईँले बुझिसक्नुभयो, त्यहाँनिर 10K फलोवर्स थियो र 60K आवर वाच टाइम थियो भने अहिले त्यो हटिसकेको छ भनेर फर्मल्ली इन्फर्मेसन त आएको छैन, तर त्यो नहुँदा पनि दिएको कारणले गर्दाखेरि त्यता सजिलो पनि भइरहेको छ। भने यता युट्युबतिर पनि 1K सब्सक्राइबर अर्थात् तपाईँले 1,000 सब्सक्राइबर गराउनु भयो र तपाईँले 1 वर्षमा 4K अथवा 4,000 घण्टा वाच टाइम भयो भने तपाईँको भिडियो राखेर, यहाँ त अरू कुनै पनि कन्टेन्ट हुँदैन, भिडियो राखेर तपाईँको भिडियोमा 1 वर्षमा 4,000 घण्टा वाच टाइम आएको छ भने तपाईँले युट्युबबाट पैसा कमाउन सक्नुहुन्छ, अर्थात् तपाईँको च्यानल मोनेटाइज हुनेछ र तपाईँले पैसा कमाउन सक्नुहुनेछ। त्यसैले यो अहिलेको क्राइटेरिया छ है। युट्युबमा तपाईँले यहाँनिर तपाईँले राम्रोसँग हेर्न सक्नुहुन्छ। क्राइटेरिया भनेको 4K आवर वाच टाइम छ, पक्कै पनि बुझ्नुभएको छ। तपाईँले 4,000 है, 1,000 सब्सक्राइबर त मिनिमम चाहियो, बढी भयो भने राम्रो भयो, तर 4K भनेको 4,000 घण्टा वाच टाइम भनेको के हो त, ठक्कै के हो भन्ने कुरा तपाईँलाई कन्फ्युज पनि भएको छ। र तपाईँले युट्युब स्टुडियोमा हेर्दाखेरि कहिलेकाहीँ घटेको पनि देख्नुहुन्छ। यो किन घट्छ त जस्तो लाग्छ भने तपाईँलाई हामीले अब बताउन गइरहेको छ। जनवरीदेखि डिसेम्बरसम्म हेर्नुहोस् है, कुनै पनि महिनाको अब इङ्ग्लिस स्टेटको अथवा एडीको चाहिँ हामीले हेरिरहेका छौँ। यहाँ जनवरीदेखि डिसेम्बरसम्म 365 दिनभित्रमा तपाईँको च्यानलले 4,000 घण्टा वाच टाइम आएको हुनुपर्छ। अब एउटा एक्जाम्पल लिउँ है त। 1 जनवरी एउटा एक्जाम्पल लिउँ। 1 जनवरीदेखि 31 डिसेम्बरसम्म एउटा च्यानलमा कति घण्टा हुन्छ त भनेर हिसाब गर्न थाल्यौँ भने यदि
अनि तपाईले युट्युब स्टुडियोमा हेर्नुभयो भने तपाईकोमा यस्तो देखिन्छ है, जनवरी फेब्रुअरी यसरी गर्दै तपाईँ कहाँ जानुहुन्छ, डिसेम्बरसम्म जानुहुन्छ हो। डिसेम्बरमा गइसकेपछि जनवरीमा मानौ तपाईको 100 घण्टा भयो भने, जनवरीमा 100 घण्टा भयो भने अब तपाईँ यो जनवरी त के को हेर्छ है, अब यहाँ तपाईको यतापट्टि पनि जनवरी आयो, के को आयो, मानौ यो जनवरी भनेको 2025 को र यो जनवरी भनेको 2026 को। अब यहाँ के हुन्छ त भन्दा तपाईको यतापट्टि जनवरीमा मानौ 100 आवर्स भयो है, 100 घण्टा भयो भने अब त्यो 100 घण्टा यतापट्टि माइनस हुन्छ र यतापट्टिको 2026 को जनवरीमा तपाईले 200 गराउनु भयो भने 200 प्लस हुने भयो, 100 घट्ने भयो, त्यति मात्रै, अरु केही पनि छैन है। तपाईले यो कुरा बुझ्नुहोस् है। यहाँ हामीले चाहिँ फेब्रुअरीबाट मानौ जनवरीदेखि डिसेम्बरसम्म भयो भने त समस्या भएन, एकदम क्लियर हिसाब हो। मानौ तपाईँ फेब्रुअरी 1 मा हिसाब गर्नुभयो भने फेब्रुअरी 1 मा तपाईले युट्युब स्टुडियोमा हेर्नु भने के देखाउँछ यसले भन्दा त फेब्रुअरीदेखि फेब्रुअरीसम्म देखाउनु पर्यो। भनेपछि फेब्रुअरीदेखि फेब्रुअरी देखाउनलाई के गर्नु पर्यो भन्दा अगाडिको जनवरीको त घट्ने भयो, त्यति बेला 2026 मा अर्को नयाँ जनवरी त आउने भयो। त्यसले गर्दाखेरि तपाईँ कन्फ्युज भएको हुन सक्छ, त्यसै कन्फ्युज नहुनु होला। त्यसै अहिले हामीले अहिलेको कन्टेक्स्टमा हामीले नेपालमा पनि युट्युब र फेसबुकबाट राम्रोसँग कमाउन सक्ने सम्भावना राम्रो बढिरहेको छ। त्यसैले तपाईले पनि आफ्नो काम गर्न सक्नुहुन्छ। फेसबुकमा अझ सजिलो भइरहेको छ, युट्युबमा पनि तपाईले कन्टेन्ट चाहिँ एकदम ओरिजिनल राख्नुपर्छ। तपाईले यो दुईवटैतिर ओरिजिनल कन्टेन्ट राख्न सक्नुभयो भने तपाईले मस्त पैसा कमाउन सक्ने राम्रो सम्भावना रहेको छ। त्यसैले तपाईलाई हामीले यो भिडियो लिएर आएका छौं। तपाईको मनमा पक्कै पनि खुल्दुली लागेको थियो होला, फेसबुकमा के भयो भने पैसा कमाउन सकिन्छ र युट्युबमा के भयो भने पैसा कमाउन सकिन्छ भन्ने बारेमा तपाईलाई बताइसकेका छौं। आशा छ तपाईले यो भिडियो पक्कै पनि बुझ्नु भएको छ र एउटा लाइक र कमेन्ट पक्कै पनि दिनुहुनेछ र यो भिडियो मन परेको छ भने साथीभाइलाई शेयर पनि गर्नुहोला। धन्यवाद।